गुड मर्निङ साथीहरू। हेर्नुहोस् है मेरो सानो कोठेबारीमा साग पलाएको। आज चाहिँ म नानीलाई चाहिँ सागको सब्जी लगिदिन्छु भनेर चाहिँ साग उखेल्नु पसेको हो। अनि म तपाईँहरूलाई देखाउँदैछु हाम्रो बारीमा चाहिँ के छ। यहाँनिर चाहिँ फर्सी है, यो चाहिँ यत्रै बोटमै फल्ने फर्सी अरे। यो चाहिँ आमाले रोप्नु भएको हो। अनि पुदिना हेर्न नि कति धेरै छ, कस्तो मजाको हो। आज म यसको अचार बनाउँछु। अनि यहाँनिर चाहिँ हाम्रो काँक्राको बोट छ, फल्नु चाहिँ फलेको छैन अहिले। हाम्रो यता चाहिँ चिसो जग्गा भएर चाहिँ एकदमै ढिलो फल्छ। हाम्रो उता माइतमा त फलेर पनि खाइसक्यो होला। यहाँ पनि छ पुदिना कति धेरै। अनि सागको मेन जग्गा चाहिँ यहाँ सागको मसिनो। अहिले त अब यो रोप्दा त पानीले कुटेर झोटो हुन्छ हो, त्यही भएर यसलाई नै उखेल्दै अलिअलि खाँदैछौँ। अनि यहाँ छ मेरो फेभरेट तितेबीको बोट है, यो चाहिँ पछि मजाले फल्छ यहाँ चाहिँ। अनि यहाँनिर छ अम्बकको बोट, यो पनि योपालि चाहिँ कस्तो दामी फुलेको हेर्न त। फुलेर पनि यहाँ मसिनो चिचिला लाग्दैछ। योपालि चाहिँ घरकै अम्बक खानु पाउने रहेछ मेरो नानीहरूले। अनि यो हो खोर्सानीको बोट, फल्नु चाहिँ खै यहाँ भर्खर फल्दै रहेछ, बुढो बोट है यो चाहिँ। अनि अर्को छ यहाँ आलु पनि रोपेको छु म, आलु। अनि यो चाहिँ हो ज्यामिरको बोट। यो तल झ्याम्मै परेको चाहिँ रुख टमाटरको बोट हो। यहाँ चाहिँ निकै ठुलो हुँदो रहेछ। अब यसलाई चाहिँ अलिक छिपेपछि चाहिँ नुनसँग कडाक्क टोक्नु चाहिँ मजा आउँछ है साथीहरू। फर्स्ट मात्रै हो, फेरि डल्ले खोर्सानीको पनि मजा चाहिँ, बादमा त मिठो लाग्दैन मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ हो। अब चाहिँ म साग उखाल्छु है साथीहरू। हाम्रो चाहिँ सानो बारी चाहिँ यत्रै हो, यतिमै जे फल्छ हाम्रो यतिमै फल्छ, यतिकै खानु पाउँछौँ। अब चाहिँ म यो साग चाहिँ उखेलेर चाहिँ नानीलाई सब्जी लगिदिन्छु। बाई बाई, थ्याङ्क्स फर वाचिङ।